सबैमा नमस्कार। वेलकम टु बायोमेड डायरीज। सो आज म चाहिँ एक ठाउँमा आएको छु जुन ठाउँमा चाहिँ इन्क्युबेटर मेसिन बिग्रेको रहेछ। त्यो मेसिनमा के समस्या छ भन्ने कुरा चाहिँ हामी हेर्छौँ। यो चाहिँ हाम्रो इन्क्युबेटर मेसिन हो, हेर्न सक्नुहुन्छ। यो चाहिँ तपाईको अब के समस्या भएर छ भनेपछि पीआईडी कन्ट्रोलरमा तपाईको पावर सप्लाई आउँदैन है। यो चाहिँ हाम्रो इन्क्युबेटर भयो हैन। यो चाहिँ अफ छ। अन गर्दाखेरि चाहिँ इन्डिकेटर लाइन आयो, फ्यान पनि चल्या छ हैन, फ्यान पनि चल्या छ। तर तपाईको कन्ट्रोलरमा चाहिँ पावर सप्लाई आएन है। यसको लागि अब हामी ओपन गरेर हेर्छौँ यसलाई है। ओपन गरेर यो इन्क्युबेटरमा किन पावर सप्लाई आएको छैन हैन, यो डिजिटल कन्ट्रोलमा पीआईडी कन्ट्रोलरमा किन आएको छैन, फ्यान चाहिँ काम गरिरहेको छ, साउन्ड सुन्न सक्नुहुन्छ। अब यसलाई चाहिँ हामी खोलेर ओपन गरेर हेर्छौँ के हो। सो मेसिन ओपन भइसक्यो है। यसको ओपन गऱ्यौँ। यहाँ चाहिँ हाम्रो यो पीआईडी टेम्परेचर कन्ट्रोलर र उसको म्याप दिएको छ। यो अनुसार हामीले पावर सप्लाई दिएर यसको हेर्छौँ। सो हेर्न सक्छौँ फ्यान चाहिँ चलिरहेछ हैन। यो चाहिँ तपाईको सोलिड स्टेट रिले एसएसआर पनि काम गरेछ हैन। अब यसको पावर सप्लाई हामी हेर्छौँ, पावर आएको छ कि छैन है। अब यहाँ चाहिँ मेन पावर सप्लाई हाम्रो एसी पावर सप्लाई चेक गर्नलाई चाहिँ पावर सप्लाई आएको छ। सो मेन सप्लाई आएको छ। एसएसआर पनि कन्ट्रोलरमा समस्या आयो। यसको फ्यान चाहिँ चलेको छ है। पीआईडी कन्ट्रोलर चेन्ज गरेछ हैन, त्यो चाहिँ यसको सोल्युसन हुन सक्छ। थ्याङ्क यू सो मच फर वाचिङ दिस।